आज हामी कुरा गर्दैछौँ बुहारी एपिसोड 251 भाग। यो एपिसोडसम्म आइपुग्दाखेरि निकै उतार चढाव र तनाव देखियो। पूजाको हत्यारा पत्ता लगाउन र त्यो चिठीमा लेखेको रहस्य पत्ता लगाउनको लागि झोला बोकेर 5 दिन हराएको हुन्छ। त्यसपछि ऊ घर फर्किँदा उसले एउटा अनौठो कुरा देख्छ, एउटा अन्जान व्यक्ति घरमा। त्यसपछि उसको बुढी मुन्ना र कमलाले भन्छ कि हामीले त उहाँलाई भाइटिका लगाइदियौँ। अनि मुन्नाले भन्छ, हो, कमला दिदीको आँखाबाट आँसु देख्न नसकेर मैले मेरो मामाको छोरो विशाल दाइलाई ल्याएर हामीले त टिका लायौँ भनेर भन्छ। त्यसपछि रामले शङ्का गर्छ। रामको मनमा विभिन्न उत्तरङ्गहरू आइरहेको हुन्छ। त्यसपछि तिनीहरूको संवाद त्यहाँ सुरु हुन्छ। अनि भन्छ, उहाँ त त्यस्तो हो बुढो, उहाँ त वीरजङ थापाको छोरा हो भनेर त्यहाँ कुराकानी हुन्छ। अनि त्यसले विशालले नि के भन्छ भने, हो, म तपाईँसँग हातेमालो गरेर त्यो पूजाको अपराधीलाई पत्ता लगाउने हातेमालो गरौँ भनेर भन्छ। तर त्यहाँ रहस्य के छ भने त्यो पूजाको हत्या गरेको विशालले नै हुन्छ। अब के हुन्छ त? अब आउने एपिसोडहरूमा के हुन्छ त? अनि त्यसपछि विशालले रणनीति अपनाउँछ। अब 48 घन्टाभित्रमा त्यो चिठी मैले जसरी भए पनि रामको हातबाट फुस्काउनै पर्छ। म साम डेट बन्द जसरी भए पनि त्यो म हात पारेरै छोड्छु भन्छ। अनि त्यो उसले एउटा चाहिँ गेम के खेल्छ भने टक्क लाएर काका भतिजको झगडा पारिदिन्छ। झगडा पारिसकेपछि मध्यरातमा राम सुतिरहेको ओछ्यानमा त्यो मान्छे अन्जान व्यक्ति आएर चाहिँ रडको लौरोले प्रहार गर्न खोज्छ। प्रहार गर्न खोज्दाखेरि रामले च्याप्प समातेर त्यो मान्छेलाई लखट्छ। त्यो मान्छेलाई लखटिसकेपछि त्यो मान्छे कुद्छ, भाग्छ। अनि त्यसपछि सबैजना बाहिर निस्किन्छन्। किन काका भतिज झगडा गरेको भनेर भन्छ त्यहाँ। त्यसपछि त्यो मान्छे अर्कै हुन्छ र काका चाहिँ चर्पी गएर आएको हुन्छ। अनि तिमीहरू यति मध्यरातो बाहिर किन भनेर काकाले भनिसकेपछि अनि रामले भन्छ, किन रे, तपाईँलाई समाउन आएको नि काका, तपाईँले मलाई रडले प्रहार गर्नुभएको होइन, तपाईँलाई 2 दिनमा राजनीतिले छोयो काका भनेर चाहिँ उसले काकालाई प्रश्न गर्दाखेरि काकाले भन्छ, हे के भन्छस् त, म त भर्खरै चर्पी गएर आउँदैछु भनेपछि कमला मुन्नाले पनि, हो, तपाईँलाई हामी समात्न आएका थियौँ भनेर भनेपछि काका छक्क पर्छ। अनि विशालले भन्छ, हो, तपाईँले गल्ती गर्नुभयो काका, राम ज्वाइँमाथि हात हालेर भन्छ। यसरी चाहिँ अन्तिम भाग यो छ। अब आउने एपिसोडमा के होला त? साँच्चीकै पूजाले न्याय पाउलिन्थ्यो? साँच्चीकै रामले त्यो अपराधी पत्ता लगाउन सक्ला त जुन उसकै घरमा बसेको छ? के त्यही अपराधी हो भनेर रामले प्रष्टाउन सक्ला त? मलाई लाग्छ कि अब आउने एपिसोड अझै खतरनाक हुनेछ, अझै ट्विस्ट आउनेछ, अझै पनि त्यहाँ रहस्यहरू धेरै लुकेका छन्। पूजाले त्यो चिठीमा के लेखेको थियो त्यो कुराहरू समाजको अगाडि देखाउनु छ रामले पनि 48 घन्टापछि 45 दिनको मेरो बहिनीको काममा म त्यो चिठी सबै गाउँलेको सामु खोलेर पढ्ने